our grass. Let me see. Sit back slowly. This position cycling, it may be on 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. Because 10, 8, 7, 6, 5, 4, 3, 2, 1. Short leg, 3, 4, 5, 6, 7, 8, 9, 10. Our leg is 1, 2, 3, 4, 5, 6, 7, 8, 9,
left, right, left, right, left, right, left. How about that? I'm looking also. Okay, see. Love the nose. Okay, right. It was like that, right? You put some of that down. You put down the nose. I didn't think of it. This is the look of the we start on the side for 20. This is 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
है पकड़ लागला बिचारा बढ्दैन आदमी थाम्मा यो पकड़ा Please,
We're taking really a systems approach, a platform. I see my own reflection, craving for attention, longing for salvation in the middle of the night. As far as the eye can see, as long as the sea is deep, as long as my soul is free and alive. Mind over matter, love over lust, confession over fear, love is fire.
मैले भन्न खोजेको वास्तवमा के हो भन्दा हामी कहिले आउने
कहिले नआउने, मनलाई आउने अल्छीलाई नआउने, यो चाहिँ गर्न भएन होइन। अब हामीसँग नलेज नभएको होइन, ज्ञान हामी सबैमा छ, बुद्धि विवेक सबैमा छ, मात्र युटिलाइज कति गर्छौँ भन्ने कुराहरूको फरक होइन। बुद्धि नभएको मान्छे कुनै हुन्छ र सबैले आफ्नो आदर्शका कुरा गर्न थाल्यो भने दिन गर्नु थाल्नु होइन, तर व्यवहारमा कति आउँछ आउँदैन भन्ने कुरा धेरै फरक पर्ने रहेछ। र आफ्नो उद्देश्य के हो त्यसको लागि चाहिँ मैले आज हजुरहरूलाई एकदमै मनदेखि अन्तर हृदयदेखि विनम्र अनुरोध गर्न चाहे। जुन उद्देश्यले आउनु भएको छ त्यसको लागि आफ्नो गुरु आफै बन्नुहोस्, आफ्नो कमान्डर आफै बन्नुहोस्। योगामा सिकाउने त्यही नै हो। कसैको आदेशमा कसैको निर्देशनमा बस्न जरुरी छैन। जबकि तपाईँमा असल के खराब के सही र गलत छुट्याउन सक्ने खुबी छ भने कसको कमान्डमा बस्नुपर्छ हामी? आफ्नो गुरु आफै हुनु। आफ्नो जीवनलाई कस्तो बनाउने आफ्नै हातमा छ। एक हातमा कर्म छ, एक हातमा सफलता छ। त्यसैले अब यहाँ वेट लस चाहनेहरूको लागि विशेष गरी वेट लस चाहनुहुन्छ भने किन एब्सेन्ट हुने? बिहान नभए बेलुका छ, बेलुका नभए बिहान छ क्लास, कसै नभए भरे पनि हजुरहरूले टाइम स्क्वायर गर्न पनि सक्नुहुन्छ। कुनै दिन यदि एब्सेन्ट हुनु नै पर्यो, कहीँ जानु नै पर्यो भने बिहानको समय त हजुर त बेडको टाइम दिइरहेका छौँ कि हामीले यहाँ, हो कि होइन? टोटली बेड टाइम, जबकि अरू मान्छे यति बेलासम्म सुतिरहेको हो कि होइन? बेड टाइम दिने आदत बनिसकेपछि हामी बिहान आराम गर्नुपर्छ आजकल पर्दैन। आफूसितै त्यो आराम लाग्ने समयमा आफै बिउजिन्छ भनेपछि यहाँ आउन भ्याउँदा त आउनुहोस्, नभ्याउँदा कहीँ कतै गइन्छ। यो तन त साथै छ त, मन त साथमै छ त, हो कि होइन? त्यो बेला पनि तपाईँ बेडबाट उठेर 1 घन्टा आफ्नो लागि टाइम दिन सक्नुभयो भने पुगेन, हो कि होइन? त्यसैले जस्तो आएको त्यस्तै जाने कि जस्तो आएको परिवर्तन भएर जाने, त्यो पनि मेन्टली फिजिकली दुइटै है। त्यसको लागि के चाहिन्छ? लगाम होइन। आज मैले अलिकति फोकसले भन्दैछु होइन, हजुरको जुन उद्देश्य छ त्यसलाई डेडिकेट भएर उद्देश्य क्याच गरेरै भनिन्छ नि, समुद्रमा डुब्दै नडुब्ने डुबेपछि हिरा लिएर निस्क भनाइ छ। त्यसैले हात हाल्नु भएको थिएन, ठिक थियो, योगामा हात हाल्नुभयो, जे गर्नुभयो सही गर्नुभयो, कहीँ फजुल खर्चको लागि गरेर होइन, कहीँ ब्युटी पार्लरमा गएर 10-12 हजार तिरेर होइन, हो कि होइन? एउटा हाइड्रा फेसियल गरेर कति लिनुहुन्छ म्याम? 5,000 माथि छ, हो कि होइन? कतै त होइन नि त। आफ्नो स्वास्थ्य बनाउनलाई खर्च गर्नु भएको छ भने डेडिकेसन किन छैन? कमान गर्नुहोस् के। बिहान उठ्ने बेलामा अल्छी लाग्छ भने आफ्नै नाम लिनुहोस्, उठ भने आफ्नै नाम, उठ दुर्गा उठ, उठ सभा उठ भन्ने क्या आफूले आफैलाई कमान गर्नुहोस्। बिहान त रेगुलर आउनुहुन्छ नाम लिँदा भने है। मैले विशेष गरी आफ्नो गुरु आफै गर्नुहोस्। आफ्नो नाम उच्चारण गरेपछि उठ्न मन लाग्छ, अरूले उठाएर उठ्ने होइन, अरूले उठाएर त झ्याउ लाग्छ, कति जग्गा उठाएको शरीर यति आलस्य हुन्छ नि। बिहानको निद, उठ्ने बेलाको निद र छुट्ने बेलाको प्रेम एउटै हो। छुट्ने बेलाको प्रेम पनि के हुन्छ? बर्बादै हुन्छ, मान्छे डिप्रेसनमा कोमामा पुग्छ, हो कि होइन? र उठ्ने बेलाको निद त त्यस्तै हो भनेपछि बुझौँ न। गाह्रो त छ, तर त्यसलाई गाह्रोलाई सजिलोमा परिणत गर्ने केले? यो सोचले। यो सोचलाई जे कमान गर्यो त्यही नै हुन्छ। र अल्छी लाग्दा अरे हामीलाई काम गर्ने बेला पनि दिनभरि अल्छी लाग्दा अरे त्यो बेला कमान आफैले गर्नुहोस्। मैले यो काम गर्नै पर्छ, त कर्म गर्न जानेको सत्कर्म कर्मयोगी बन भनेर आफैले आफैलाई भन्नुहोस्। अल्छी कुन जराको नाम हो थाहा हुँदैन। यति फुर्तिलो भएर जान्छौँ, घर गएर आरामले सुतेर मस्त खाइयो के हुन्छ? यत्रो हुन्छ पेट है। र खाना कस्तो खाने? खाना हामीले लन्चको टाइममा जसलाई वेट लस गर्नु छ, भेज बोइल मैले बारम्बार भनेको छु, विभिन्न भेराइटीको भेज बोइल गर्नुहोस्। बोइल गरेर त्यत्तिकै खानालाई
अलिकति गाह्रो लाग्छ भने अलिअलि साँधेर के होइन नुनहरू अनि अलिअलि अमिलोहरू हालेर चाहिँ साँधेर पहिला खाना खानुभन्दा त्यो भातलाई मुखलाई गाँसमा लानुभन्दा पहिला त्यो भेजले टनक्क पेट गर्नुहोस्। भोक लागेको बेलामा के हुन्छ मजाले रुच्छ त्यो खाएपछि पेट आइहाल्छ माथि अनि बल्ल मिठो हुन्छ भने क्या त्यो मिठो चिज त कम खाइन्छ बुझ्नुभयो नि। के खाने रहेछ लन्चको टाइममा भेज बोइल टन्न उमालेर है त्यसपछि अलिअलि नुनहरू हालेर पहिला त्यसले टनक्क पेट गर्नुहोस् अनि बल्ल भाततिर जम्प गर्नुहोस्। तपाईँले यो चाहिँ मैले धेरै भन्दिनँ 15 दिन गर्नुहोस् हजुरमा च्यान्ज आएन नि मलाई होइन हजुर के फरक पर्दैन नि पहिला अगाउनुहोस् क्या त्यसले होइन मैले लन्चको टाइम भनेपछि सर काँचो त बिहानै खानु है लन्चको टाइममा भनेको मैले काँचो पनि त फेरि जति बेला पनि त गाह्रो होला होइन बिहानको टाइम त काँचो पेटमा पाक्नै पर्छ। काँचो पेटमा नपाकिकन हामीले खाना नै हुँदैन। बिहानै यहाँ आउने बेलामा तातो पानी दिएर आउनु होइन। त्यसपछि यहाँबाट गएर जाँदाखेरि तपाईँले मिन्ट वाटरहरू होइन यस्तै खान सक्नुहुन्छ। जोइन्ट पेन छैन भने लेमन वाटर पनि खान सक्नुहुन्छ। र त्यसपछि बिहान कसैलाई के हुन्छ एसिडिटीको समस्या हुन्छ क्या। हुन त हाम्रो शरीर बाथ कफ र पित्त 3 तरिकाको हुन्छ तर सम्भव छैन कफवालालाई कति बार्नुपर्छ पित्तवालाले कति बार्नुपर्छ। त्यसैले ती कुराहरू चाहिँ हामी लाग्दैन। ढुङ्गा खाने पचाउने शरीर बनाउने हो हामीले एक्सर्साइजले। जबकि म आफ्नै उदाहरण छु। मैले आजभन्दा 10 वर्ष पहिला घिउ पेटमा पऱ्यो भने गडबड दिनभरि गडबड घिउ त खानै नहुने ग्यास्ट्रिक भइहाल्ने आँखामा पर्दो रहेछ। अनि त्यसपछि जब मैले यो ज्ञानतिर लागेँ मैले अहिले आधा कटौरा घिउ खाए पनि मलाई पर्छ दुध खाए पनि पर्छ होइन। त्यसैले बार्नतर्फ नलागौँ। आफ्नो शरीर कस्तो छ भनेर बारेर साध्य हुँदैन हामीलाई होइन। तर के गर्नुपर्छ आफ्नो वेट ठिक ठाउँमा आएपछि बल्ल खाने हो। आफूलाई कति चाहिएको वेट त्यहाँसम्म जानुहोस्। त्यसपछि मस्त खानुहोस् मस्त पसिना बगाउनुहोस्। रोग कुञ्चराको लाभो खाए मजाले खाने। त्यसैले आजबाट मैले अति विनम्र अनुरोध गरेँ हजुरहरूलाई वेट लस गर्न चाहनेले डाइट खाना कस्तो खाने मैले भनिसकेँ र वेट गेन गर्न चाहनेले कति 6 टाइम खानु र मस्त एक्सर्साइज गर्नुहोस्। मैले त्यो भिडियोहरू पठाइदिएको छु ग्रुपमा। वेट लसभन्दा गेनको लागि एक्सर्साइज अझ महत्त्वपूर्ण छ बुझ्नुभयो नि। त्यसैले वेट गेन गर्न चाहनुहुन्छ भने 6 टाइम खानु होला। खाना चाहिँ खानु पर्यो है। पसिना मात्रै बगाउने खाना नखाने पनि के हुन्छ शरीर पागल होला होइन। हामीले सुन्नुभयो फलो पनि गर्नुपर्छ है। आजबाट प्रतिज्ञा गर्नुहोस् आफैले आफैलाई हट्नै पऱ्यो कि हट्नै पऱ्यो। र यस्तो गर्दै गर्दा एक्सर्साइज गर्ने फेरि खाना चाहिँ अलिकति कमसल किसिमको खाने पनि होइन। फेरि आफूलाई स्ट्रङ हुने टाइपको खानाहरू पनि खानुपर्छ। एकजना म्याम हुनुहुन्थ्यो तारा थापा भन्ने बेलुकाको ग्रुपमा। उहाँ चाहिँ एकदम ओभरवेट भएर आउनु भएको थियो। 2टा बेबी लिएर आउनु भएको थियो। बच्चा 1.5 वर्षको थियो होइन। तर पनि उहाँको डेडिकेसन एक दिन क्लास मिस गर्नुहुन्थेन। अनि मैले जुन रुल्स दिएँ त्यसलाई पुरै फलो गर्नुभयो। म्याम के किन्नु भयो त देखाउनु हजुरको चाहना हो दिँदै इच्छा हो भन्ने हजुर हो। अनि खाना कस्तो खानुहुन्छ 3 दिनै सोध्थेँ मैले। अनि त्यसपछि यहीँबाट यहाँ तपाईँको पसलबाट किनेर लिएर आएर त्यो ड्राई फ्रुट्सहरू के त्यो चाहियो नि त। अनि स्टक त हुनु पऱ्यो। 1.5 वर्षको नानी थियो। बल नगरिकन फेरि एक्सर्साइज गर्न पनि गाह्रो हुन्छ होइन। उहाँले चाहिँ त्यो किनेर ल्याएर यो खान्छु यो टाइममा यो खान्छु यो टाइममा यो खान्छु म्याम भनेर देखाउनु भयो कि। अनि त्यसपछि पसिना भन्ने त्यो टी सर्टहरू पुरै भिज्ने तरिकाले एक्सर्साइज गर्नुहुन्थ्यो। जबकि जुन त्यो इम्युनिटी बुस्ट गर्ने सप्लिमेन्टहरू खानाका त जति पनि गर्न सकिन्छ नि त। पसिना खलखली भिज्ने चाहिँ पुरै टाउकोदेखि यहाँबाट
यहाँबाट पसिना जोड्थ्यो त्यसरी गर्नुहुन्थ्यो र अनि खाना त्यस्तै खानुहुन्थ्यो र 2 महिनामा कति केजी वेट लस गर्नुभयो कसैलाई थाहा छ कति केजी 9 केजी 9 केजी 2 महिनामा वेट लस गर्नुभयो र चट्ट सिलिम हुनुभयो बुझ्नुभयो नि हामीले प्राइस पनि दिएको मलाई एकदम छिटो वेट लस गरेको भएर डेडिकेसन भएको भएर हामीले प्रोग्राममा प्राइस पनि दिएको त्यसैले जब आफ्नो चाहना हुन्छ नि कसैले सोध्न सक्दैन कमान्ड आफै गर्नु आज मैले रुल्स बताएँ अब कमान्डर म होइन हजुर आजबाट है बारम्बार अब भन्दैन बरस मेरो वेट कर हाम्रो आदरणीय सर विदुर अर्याल सर यहीँ हुनुहुन्छ हाम्रै आँखा अगाडि उदाहरण जबकि उहाँको पेट कत्रो थियो बस्दा अप्ठ्यारो हिँड्दा अप्ठ्यारो त्यो शरीर देखेर म अचम्म पर्थेँ भने यो उमेरमा त्यत्रो शरीर हुनु मलाई नौलो लाग्थ्यो अहिले हेर्नुहोस् त जब चाहना भए हुँदो रहेछ त्यो शरीर चिन्दै नचिनिने चट्ट सिलिम होइन त्यो शरीर देख्दा त एकदम त्यो एजेड जस्तो देखिनुहुन्थ्यो अहिले हेर्नुहोस् हेर्दा हेर्दै यही आँखा अगाडि हुनुहुन्छ इक्जाम्पल त्यसैले चाहना हुने हो भने आफ्नो चाहना हुने भने जति पनि सक्नुहुन्छ यसलाई पुरा गर्न मनदेखि हुनु लगा डेडिकेट हुनुपर्छ है ल हजुर हजुर 92 बाट 70 अहिले वेट बढेको कति केजी घट्नुभयो सर कति 15 केजी ओहो सरलाई क्लाप गरौँ जोरदार सम्मान छ सरलाई एकदम हाई रेस्पेक्ट हजुरलाई किन भन्दा 15 केजी वेट लस गर्नुभयो हामीले 4 केजी घटाउनु हुन्छ हो कि होइन त्यसैले चाहियो भने सम्भव छ हेरचक्राइ गऱ्यो भने जीवन पनि त्यस्तै हो एउटा खानेकुरामा हामीले आफ्नो धारणा के धारणा भन्ने थाहा छ न हजुरलाई यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान धारणा प्रयोग गर्नुहोस् के धारणा भनेको वशीकरण पनि केलाई आफ्नै मनलाई अष्टाङ्ग योगको एउटा अङ्गै छुट्याएका शब्द कहाँ बुझ्नुहोस् है अष्टाङ्ग योगको कुनै पनि अङ्ग एउटा अङ्ग छुट्यो भने हामी अष्टाङ्ग योगी भइएन डेडिकेसन हुनु पर्यो यो मनलाई त बसमा राख्नै पर्छ अब लामो भयो जस्तै भयो अति टाइमले सरी पनि भन्न चाहे अब आसनतर्फ आज नयाँ आसन छ नयाँ आसनलाई काम लाग्छ तापत गर्ने कि पुरानै सूर्य नमस्कारहरू गर्ने टाइम लाग्छ समय छ भने म त 9 बज्नु पनि बस्छु है भन्नुहोस् त नयाँ गर्ने कि अरू गर्ने समय छैन ल त्यसो भए चाहिँ आज सूर्य नमस्कार गरौँ न एक ल सबैजना उठ्नुहोस् अनुसार त्यसो गरौँ यसरी हामी आउटिङको लागि प्र्याक्टिस गरौँ तन्द्र नमस्कार है सूर्य नमस्कार लगभग सबैलाई आएको छ तन्द्र नमस्कार प्र्याक्टिस गरेर आउटिङ जाने सट्ट राम्रो फोटोहरू भिडियोहरू खिच्न राम्रो हुन्छ तन्द्र नमस्कार प्र्याक्टिस गरौँ
विशाल निर्वाण रूपम् विभुव्यापकं ब्रह्मवेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् निराकारमोकारमूलं तुरीयम् गिराज्ञानगोपीतमीशं गिरीशम् करालं महाकालकालं कृपालम् गुणागारसंसारपारं नतोऽहम् 4, 5, 6 उतारkan sampai 7 लोगने पूरा 8 तुषाराद्रिसङ्काशगौरं गभीरम् 10 मनोभूतकोटिप्रभाश्रीशरीरम् 13 स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा रसद्भागबालेन्दुकण्ठे भुजङ्गा जलकुण्डलं भ्रूसुनेत्रं विशालम् प्रसन्नाननं नीलकण्ठं दयालम् मृगाधीशचर्माम्बरं कुण्डमालम् प्रियं शङ्करं सर्वनाथं भजामि प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशम् अखण्डं अजं भानुकोटिप्रकाशम् जयशूलनिर्मूलनं शूलपाणिम् भजेऽहं भवानीपतिं भावगम्यम् कलातीत कल्याण कल्पान्तकारी सदा सज्जनानन्ददाता पुरारी चिदानन्द सन्दोह मोहापहारी प्रसीद प्रसीद प्रभो मन्मथारी भजन्ति हलोके परेवा नराणा न तावत् सुखं शान्ति सन्तापनाशम् प्रसीद प्रभो सर्वभूताधिवासम् न जानामि योगं जपं नैव पूजा न तोऽहं सदा सर्वदा शम्भुतुभ्यम् जराजन्म दुःखौ तथातव्यमानम् प्रभो
अब हामी छिट्टै कपालभाती सुरु गरिहाल्छौँ। सुरु गर्नुहोस्, पेटभित्र श्वास बाहिर। अब शिव ताण्डवसम्ममा कपालभाती सुरु गर्नुहोस्। यसको फाइदा र सावधानी मैले बारम्बार बताइरहेको छु, भन्नु पर्दैन होला। पेटभित्र श्वास बाहिर फटाफट गर्नुहोस्, त्यसपछि अर्को बनाइदिनुहोस् अनि सवासन गर्नुहोस्।
त्यसरी हामी सबैसँग गरिन्छौँ। सबैजना उत्तानो गरेर सिक्नु होला। फिलहाल मैले हजुरलाई 10 मिनटको अडियो बताउँदैछु। महसुस गर्नुहोस्, यहाँ जे भन्छ त्यो कुरालाई मनै रियलाइज गर्ने सिक्नु होला। लाइक पेपरले बस्छ उत्तानो गरेर हातखुट्टा एकदमै स्थिर छोड्नुहोस्। आचार्य उपनिषद एकदमै यो 10 मिनेटको योग निद्रा निर्देशित ध्यान हो। योग निद्रा एउटा प्राचीन विज्ञान हो। यसको द्वारा मनको तनाव मेटिन्छ, निद्राको कमी पूरा हुन्छ। मात्र 10 मिनेटको योग निद्रा अभ्यासले 5 घण्टाको निद्राको बराबर आराम दिन सक्छ। साथै साथ डिप्रेसन, एन्जाइटी, इन्सोम्निया जस्तो मानसिक रोगबाट छुटकारा पाउन मद्दत गर्छ। तपाईको संकल्प शक्ति बढ्नेछ, मन शान्त रहनेछ। यो ध्यानको अन्त्यमा जब शरीर शान्त भइहाल्छ, मन शान्त भइहाल्छ, तपाई आफ्नो केही संकल्प वा इच्छा दोहोर्याउन सक्नुहुनेछ। त्यसको लागि मैले खाली ठाउँ छोडिदिएको छु। ध्यान राख्नुहोला, एउटा संकल्प 1 महिनासम्म वा कमसेकम 21 दिनसम्म निरन्तर रूपमा दोहोर्याउनुहोला। यो संकल्प अवश्य पूरा हुनेछ, किनकि यो समयमा तपाईको अवचेतन मन खुला हुन्छ। अब हामी योग निद्राको अभ्यास सुरु गर्न गइरहेका छौँ। योग निद्राको पूर्ण लाभ लिनको लागि योग निद्रा सुतेर गर्दा अति राम्रो हुन्छ। योग निद्राको लागि एकान्त र शान्त कोठा रोज्नुहोला, जहाँ तपाईलाई कसैले डिस्टर्ब नगरोस्। अब 10 मिनेटको लागि तपाई आफूलाई पूर्ण समर्पण गरिदिनुहोस् मलाई। यस्तो कि मेरो बानी तपाईको बानी बनिनुहोस्। म जे भन्दै गइरहेको छु बन्द आँखाले हेर्दै जानुहोला। शरीर उत्तानो पारेर अनुहार आकाशतिर फर्काएर सब आसनमा पल्टिहाल्नुहोस्। दुईटै खुट्टाको बिचमा अलिकति ग्याप राख्नुहोस् र दुईटै हातलाई सोझो पारेर आकाशतिर फर्काएर राख्नुहोस्। आँखा बन्द छ। बन्द आँखाले पुरै शरीरलाई एकचोटि हेर्दैछु, तलदेखि माथि र माथिदेखि तलसम्म। पुरा शरीर लुज भइसकेको छ। शरीर एकदम ढिला भइसकेको छ। म आफूलाई बाहिरी संसारबाट काट्दै सम्पूर्ण चेतनालाई भित्र ल्याइसकेको छु। मेरो ध्यान मात्र मेरो श्वासमा छ। श्वास भित्र गइरहेको छ, श्वास बाहिर गइरहेको छ। केही हतार छैन। श्वास आफ्नै गतिले भित्र गइरहेको छ, आफ्नै गतिले बाहिर गइरहेको छ। न प्रयत्नपूर्वक श्वास लिनु छ, न त प्रयत्नपूर्वक श्वास छोड्नु छ। श्वास जस्तो चलिरहेको छ, ध्यानपूर्वक मात्र श्वासलाई साक्षी बनेर हेर्नु छ। जब श्वास भित्र गइरहेको छ, पेट माथि उठिरहेको छ। जब श्वास बाहिर गइरहेको छ, पेट तल गइरहेको छ। अब पुरा ध्यानलाई बायाँ खुट्टाको बुढीनुहारमा भाव गर्नुहोस्। बुढीनुहार एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ खुट्टाको बुढीनुहार एकदम शान्त र शिथिल भइरहेको छ। बुढीनुहारसँगैको अर्को औँला त्योसँगको अर्को औँला गरेर सबै औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। सबै औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ खुट्टाको पैताला एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ खुट्टाको पैताला एकदम शान्त र शिथिल भइरहेको छ। बिरौला एकदम शान्त र शिथिल भइरहेको छ। भाव गर्नुहोस्, बायाँ खुट्टाको बिरौला एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ खुट्टाको बुढा एकदम शान्त र शिथिल भइरहेको छ। बुढा एकदम शान्त र शिथिल
शिथिल भइरहेको छ। भाव गर्नुहोस् कि तिघ्रा एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ खुट्टाको तिघ्रा एकदम शिथिल भइरहेको छ। पुरा ध्यानलाई दायाँ खुट्टाको घुँडी औँलामा लगाउनुहोस्। घुँडी औँला एकदम शान्त र शिथिल भइरहेको छ। घुँडी औँलासँगैको अर्को औँला त्योसँगको अर्को औँला गरेर सबै औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। दायाँ खुट्टाको सबै औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। पैताला एकदम शान्त र शिथिल भइरहेको छ। पैताला एकदम शान्त र शिथिल भइरहेको छ। पिडौला एकदम शान्त र शिथिल भइरहेको छ। भाव गर्नुहोस् कि पिडौला एकदम शान्त र शिथिल भइरहेको छ। दायाँ खुट्टाको घुँडा एकदम शान्त र शिथिल भइरहेको छ। भाव गर्नुहोस् कि घुँडा एकदम शान्त र शिथिल भइरहेको छ। तिघ्रा एकदम शान्त र शिथिल भइरहेको छ। तिघ्रा शिथिल भइरहेको छ। भाव गर्नुहोस् थाई मसल्स एकदम रिल्याक्स भइरहेको छ। नितम एकदम शान्त र शिथिल भइरहेको छ। हिप मसल्स एकदम रिल्याक्स भइरहेको छ। नितम एकदम शान्त र शिथिल भइरहेको छ। लोअर ब्याक कमर एकदम शान्त र शिथिल भइरहेको छ। कमर एकदम शान्त र शिथिल भइरहेको छ। भाव गर्नुहोस् मेरुदण्ड स्पाइन एकदम शान्त र शिथिल भइरहेको छ। मेरुदण्ड एकदम शिथिल भइरहेको छ। एकदम शान्त भइरहेको छ। पुरा ध्यान पेटमा लगाउनुहोस्। पेटको मांसपेशीहरू एकदम शान्त र शिथिल भइरहेको छ। पेटको मांसपेशीहरू एकदम शान्त र शिथिल भइरहेको छ। ध्यानलाई चेस्टमा लगाउनुहोस्। छाती एकदम शान्त र शिथिल भइरहेको छ। छातीको दायाँ भाग छातीको बायाँ भाग एकदम शान्त र शिथिल भइरहेको छ। छातीको दायाँ र बायाँ भाग एकदम शान्त र शिथिल भइरहेको छ। पुरा ध्यानलाई बायाँ हातको पाखुरामा लगाउनुहोस्। बायाँ हातको पाखुरा एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ हातको पाखुरा एकदम शान्त र शिथिल भइरहेको छ। कुहिना एकदम शान्त र शिथिल भइरहेको छ। कुहिना एकदम शान्त र शिथिल भइरहेको छ। wrist, palm and fingers, पन्जा र औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। बायाँ हात एकदम शिथिल र शान्त भइरहेको छ। दायाँ हातको पाखुरा एकदम शान्त र शिथिल भइरहेको छ। दायाँ हातको पाखुरा एकदम शान्त र शिथिल भइरहेको छ। भाव गर्नुहोस् दायाँ हातको कुहिना एकदम शान्त र शिथिल भइरहेको छ। भाव गर्दै जानुहोस् दायाँ हातको wrist, palm and fingers, पन्जा र औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। दायाँ हातको पन्जा र औँलाहरू एकदम शान्त र शिथिल भइरहेको छ। ध्यान घाँटीमा घाँटी एकदम शान्त र शिथिल भइरहेको छ। घाँटीको मांसपेशीहरू एकदम शान्त र शिथिल भइरहेको छ। अनुहारको एक मसल्स एकदम शान्त एउटा मांसपेशी एकदम शान्त र शिथिल भइरहेको छ। तपाईँको गाला, ओठ, नाक, कान, आँखा, निधार, टाउको एकदम शान्त र शिथिल भइरहेको छ। तपाईँको गाला, ओठ, नाक, कान, आँखा, निधार, टाउको एकदम शान्त र शिथिल भइरहेको छ। मेरो पूर्ण शरीर शिथिल भइसकेको छ, शान्त भइसकेको छ। शरीरको कुनै अङ्गमा तनाव छैन, टेन्सन छैन। म अनुभव गरिरहेको छु कि मेरो अनुहारमा शान्ति छ,
क्रान्ति छ। अब म चाहेर पनि हात खुट्टा चलाउन सक्दिनँ किनकि यो पूर्णतया शिथिल भइसकेको छ। म फिल गर्दैछु कि भित्र आउँदै गएको श्वाससँग युनिभर्समा भएको पोजिटिभ ऊर्जा, ब्रह्माण्डमा भएको सकारात्मक ऊर्जा भित्र आइरहेको छ र बाहिर जाँदै गरेको श्वाससँग मेरो सारा तनाव, चिन्ता, टेन्सन बाहिर गइरहेको छ। म फिल गर्दैछु कि भित्र आउँदै गरेको श्वाससँग युनिभर्समा भएको पोजिटिभ ऊर्जा, ब्रह्माण्डमा भएको सकारात्मक ऊर्जा भित्र आइरहेको छ र बाहिर जाँदै गरेको श्वाससँग मेरो सारा तनाव, चिन्ता, टेन्सन बाहिर गइरहेको छ। यो पोजिटिभ एनर्जी पुरै शरीरमा फैलिरहेको छ। पुरा शरीर पोजिटिभ ऊर्जाले भरिरहेको छ। पुरा शरीर ऊर्जावान भइरहेको छ। आफूलाई धेरै ऊर्जावान महसुस गर्दै हुनुहुन्छ। आफूलाई धेरै शक्तिशाली महसुस